यो सबै सुकुटी बनाएर गोरुको मासु ल्याएको अनि सुकुटी बनाएर यो नुडलमा काम छैन बाहिर निक्ल्यौँ भने यस्तै छ जाडो वरिपरि हेर्नु न यत्रो सबै हिउँ छ बरु सुकुटी बनायो खायो बस्यो त्यस्तै रहेछ बाटो चाहिँ क्लियर छ नुन हालिदिइहाल्छ बाटोमा अनि गयो गोरुको मासु ल्यायो सुकुटी बनायो मेरो बुढी छ बिहानदेखि उठेर आगो फुकेर हेर न सुकुटी बनाउनु थालेको यस्तै छ मेरो बुढी चाहिँ नि खतरा मान्छे चाहिँ हेर्नु उठेर सुकुटी बनाउनु थालिहालेछ म त सुतिरहेको थिएँ उठेर कतिखेर उठेर सुकुटी बनाउनु थाल्यो सुत्दैन यसरी सुकुटी बनाएर राख्नुपर्छ अनि जाडोमा कुटो खाइन्छ अब किन नेपालबाट गोरुको मासु यहीँ सस्तो नेपालबाट ल्यायो भने 40 रुपियाँ 50 रुपियाँ भन्छ 60 रुपियाँसम्म भन्छ बरु भैँसीको मासु नि यहीँ पाइन्छ गोरुको मासु नि यहीँ पाइन्छ ल्यायो यसरी आगो फुक्यो सुकुटी बनायो खायो किन पैसा खर्च गर्ने हो त्यत्रो त्यसै त दिएको छैन पैसा दुःख गरेर रातभरि नसुतिकन कमाएर ल्याउनु पर्छ 65 रुपियाँ एउटा 1 केजी नै हुँदैन डल्लो पारिरहेको हुन्छ बाँधेको हुन्छ कति हुन्छ बरु आफै सन्तुष्टि ल्यायो मैले 30 पाउन्ड ल्याएको मासु हेर्नुहोस् न अब यसको सुकुटी बनाउने हो अनि त्यहाँदेखि ढुक्कसँगले खाने हो भित्र बसेर आज अलिकति कष्ट गर्छु भोलिदेखि चाहिँ यसलाई एकदम सुकेपछि चाहिँ भित्र बसेर मजाले खाने हो